नमस्कार साथीहरू, एकदम एक्सक्लुसिभ न्युज लिएर आएको छु। तपाईँ च्यानलमा नयाँ हुनुहुन्छ भने सब्सक्राइब गरेर साथ दिनुहोला। पर्साको विरुद्ध तनावग्रस्त भएको छ, स्थिति तनावग्रस्त भइसके आज शनिबार साँझदेखि विगजमा कर्फ्यू लगाइएको छ। हनुमान जयन्तीको अवसरमा आयोजित र्यालीमा हिन्दू र मुसलमान समूहबीच झडप भएपछि स्थिति तनावग्रस्त भएको थियो। हनुमान जयन्तीमा भइरहेको र्याली एक जामा मस्जिद अगाडि पुगेपछि हिंसा भड्किएको थियो। र्यालीमा सहभागीहरूले मस्जिद तर्फबाट र्यालीमा ढुङ्गा प्रहार भएको आरोप लगाउँदै मस्जिदमाथि ढुङ्गा गुडा गरेका थिए। त्यसपछि स्थितिलाई नियन्त्रणमा लिन प्रहरीले 46 राउन्ड असुर ग्यास र 2 राउन्ड हवाई फायर गरेको जनाएको छ। सामाजिक सञ्जालबाट प्राप्त भिडियोहरू अनुसार र्यालीमा सहभागीहरूले सवारी साधन र पसलहरूमा आगजनी गरेको देख्न सकिन्छ। यससँगै विरजमा कर्फ्यू लागेको छ र झडपमा 23 जनाभन्दा बढी सुरक्षाकर्मी घाइते भएको प्रहरीले जनाएको छ भने क्षतिको विवरण आइसकेको छैन। साथीहरू, मिलेर बसेको समाज कसले भड्कायो, किन भड्कायो, भड्काउनु पर्ने कारण के थियो? शान्तिप्रिय मुलुकमा धर्मका आधारमा, जातका आधारमा भड्काउन खोज्ने तत्त्वहरू सक्रिय छन्। जातीय आधारमा बाँड्ने काम तत्कालीन माओवादीले गरेको थियो। त्यसले रोपेको विष वृक्ष जसले रोपेको थियो त्यसको फल लाग्दैछ। यसले त्यो विष वृक्षले देशलाई अब 100 वर्षसम्म पिरोडिरहेछ। सन् 2014 पछि नेपालमा हिन्दू र मुसलमान बीच द्वन्द्वहरू देखा परेका छन्। कतै यो सङ्कटको असर त होइन, किनभने भारतमा भाजपाको सरकार आएपछि हिन्दू र मुसलमानहरू बीच अलिक बढी ज्यादा टक्कर देखिएको छ र हालसालै भारतमा वक्फ बोर्ड सम्बन्धी एउटा विवाद उच्च तहमा पुगेको छ। त्यसै कारण नेपालका सीमावर्ती क्षेत्रहरूमा हिन्दू र मुसलमानहरू मिलेर बस्न जरुरी छ र हिंसा भड्काउने तत्त्वहरू सक्रिय रहेको अनुमान गर्न सकिन्छ। तिनीहरूलाई समयमै नियन्त्रण गर्न सकेन भने हामी पनि द्वन्द्वमा जान सक्छौँ। त्यसै कारण सबैलाई के आग्रह छ भने हिन्दू र मुसलमानहरू नेपालमा सदैवदेखि बसेका छन्, मिलेर बसेका छन् र नेपाली मुसलमानहरू र नेपाली हिन्दूहरू आपसमा द्वन्द्व गर्ने पक्षमा छैनन् र भिजिलान्ती प्रयोग गरेर यस्तो द्वन्द्व घटाएको छ भने सम्बन्धित व्यक्तिलाई अथवा समुदायलाई चाहिँ कडाभन्दा कडा कारवाही गर्नुपर्छ। यो हाम्रो माग रहेको छ। तपाईँलाई के लाग्छ? मिलेर बसेको नेपाली समाज भान्ने यस्ता तत्त्वहरूलाई के गर्नु पर्ला? तपाईँको विचार के छ? अवश्य कमेन्ट गर्नुहोला। अर्को भिडियोमा यस्तै तातो जल्दो विषय लिएर आउनेछु। तबसम्मको लागि मलाई बिदा दिनुहोस्। नमस्ते।